काला सिंह तेरो नाम के रे साँच्ची के भन्छ ल सवारी भयो महारानीको के चाहियो ओइ ओइ Oh my god! भाइ लिनी आए न 500 रुपैयाँ निकाल हेलो गाइज नमस्ते सेवारो सो गाइज म फेरि पनि आइसकेको छु हजुरहरूको माझमा आज चाहिँ म बिहानदेखि नै मेरो भिडियो बनाउँदैछु किनकि आज लक्ष्मी पूजाको दिन सो गाइज आज चाहिँ मैले मेरो घरमा यति धेरै काम गर्नु छ नि हिजो गर्नु भ्याइन सो गाइज अब चाहिँ म खाजा खाने अनि घाँसमा जाने खाजा चाहिँ मम्मीले अघि मकै भुट्नु भएको छ अनि चिया अनि हाम्रो तल्लो घरको तुम्बाहरूले कोला पनि ल्याइदिनु भएको छ तर कोला चाहिँ यति छिटो नखाने किनकि अहिले भरे ग्यास्ट्रिक हुन्छ बिहान बिहानै कोलाहरू खाइयो भने हाम्रो बाजे तपाईँ पनि घाँसमा जानु नि के गोरु चराउनु नि के गर्नु अरिङ्गाल झार्नु अरिङ्गालले टोकेर मार्नुहुन्छ है ख्याल ख्यालमा म चाहिँ अब हाम्रो फुल हेर्नु गएको कि फुलै यसपालि फुलेन छिटो त सो गाइज म चाहिँ अब फुल टिप्नु गएको गाईलाई लगाइदिनुलाई तर फुलै यसपालि फुलेको छैन यो चाहिँ हाम्रो कुडो पकाउने अनि यो मिल पनि हो म तपाईँहरूलाई एकचोटि मेरो मिल देखाइदिन्छु हाम्रो यो मिल चाहिँ हाम्रो हो गाउँको यस्तो केहरू पिस्दिनुहुन्छ हाम्रो पापाले अनि हाम्रै प्रायः जस्तो हाम्रै मात्रै पिस्नुहुन्छ अनि हाम्रो वस्तु चाहिँ यहाँ अलिकति छ यहाँ अलिकति अनि तल घरमा पनि छ बाख्राहरू यहाँ चाहिँ भैँसीहरू छ है सो गाइज हाम्रो चाहिँ बोजूले अघि रक्सी पार्नु होइन म बोजू राम्रो भन्छ सो गाइज हाम्रो चाहिँ यहाँ हेर्नुहोस् त यस्तो छ सामग्री सो गाइज हामी चाहिँ यति दिन हो मेरो फुल चाहिँ भएन साह्रै किनकि फुलै थिएन अनि मैले थोरै बनाइदिएर यसलाई माला बनाइदिएको छु अनि यो नैवेद्य अनि यो टिका चिता यसलाई पुज्नु पर्ने हो नि त अब खानुलाई अघिदेखि तम्से छ यो गाई अब यसलाई पुज्नु पर्ने हो सो गाइज हामी चाहिँ पिठो र नुन पनि दिँदैछौँ यो गाईलाई मम्मीले पुज्नु रहेछ गाई चाहिँ दिउँ मम्मी होइन कता कता अनि कता देखाइन्छ नाङ्लो यहाँ छैन अब काला सिंह तेरो नाम के रे साँच्ची के भन् त भन्न हौ तेरो नाम के हो भन् यिनीहरूको चाहिँ के सल्लाह छ यत्रो ठुलो यो तिनजनाको बहस गर्दैछ के तिमीहरूको सल्लाह भन्न त लु त जस्तो गुनीसँग बोल्दैन के सल्लाह छिटो भन् सो गाइस यो चाहिँ हाम्रो अदुवा बारी हो हामीले सिम्बल खे पनि रोपेको छौँ यो सिम्बल खे कम्ता मिठो हुन्छ मामा श्री कहाँ हिँड्नुभयो मेरो भ्लगमा आउनुभयो त तपाईँ अनि भिडियो तपाईँको भाइजी खतरा भएको क्या मामा हो ल राम्रो निकाल्नु है हुन्छ यो चाहिँ सिम्बी बारी हो गाइस हाम्रो मामा चाहिँ जोरपोखरी जानु हुँदैछ अरे म पनि घाँसतिर लागेको हाम्रो मामाले अब न्यू माइजू खोज्नु हिँड्नु भएको रे गाइस सवारी भयो महारानीको पर्खेको आधी घन्टा 1 घन्टा भइसक्यो आम्म पिला देखाएकै हो यतिखेर कोला 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 आज कोला गाइस हाम्रो मालीले कोला ल्याइदिनु भएको है मेरो लागि लु यतिको चाहिँ माया हुनु पर्यो माली यो तपाईँले के बोक्नु भएको कसलाई लगिदिनु भएको काकीहरूलाई कति लगिदिनु भएको 1 झोला सो गाइस हामी चाहिँ घाँस काट्नु अब चाहिँ थालेको यहाँ घाँस त टन्नै छ काट्नु गाह्रो छ तर मेरो 6 मुठा पुग्यो ल म तर काट्न सक्दिनँ असक्त छु
के चाहियो राम राम के सुन्नुपर्छ मैले गाइस म चाहिँ अघि घाँस ल्याएर आइपुगिसक्यो यो चाहिँ मेरो भाइ मम्मीको यहाँ कुडो पनि दिनु आँट्नु भएको रहेछ मम्मीले म चाहिँ अब आँगन लिप्नुलाई यहाँबाट गोबर लगेर जानु सो गाइस मैले चाहिँ अघि आँगन लिपिसकेर थालबटुकाहरू पनि माझिसकेँ अब चाहिँ घर लिप्ने भन्दै गरेको सो गाइस मैले चाहिँ अब घरहरू पनि लिपिसकेँ अघि नै अनि यहाँ फुलहरू पनि उनेर लगाइदिइसकेँ फुल चाहिँ मैले तल्लो घर मास्तिरबाट ल्याएको हाम्रोमा चाहिँ थिएन अब चाहिँ अलिक सफाहरू गरिसकेर लक्ष्मी पूजा गर्ने बेला भयो गाइस हामी चाहिँ रङ्गोली बनाउँदैछौँ है अहिले अब रङ्गोली कस्तो हुन्छ होला हेर्नुपर्छ गाइस हाम्रो रङ्गोली चाहिँ यस्तो भयो ठिक ठिकै राम्रै छ यतिको त अब लक्ष्मी पूजा चाहिँ कति बजीको सायद छ अरे 8 बजी हो त्यति बजीको सायद छ अरे त्यतिखेर मात्रै पुज्ने हो अब हामी काकीहरूकोमा जाने रङ्गोली बनाइदिनु काकीहरूको घर आइयो है कस्तो बनाउनु भएको छ घर आमा झिलिमिली झिलिमिली देउसुरे भएछ त घर त मैले चाहिँ मेरो काकीको पनि बनाइदिइसक्यो तर मेरो अनुहार जस्तै भयो रङ्गोली त भगवान् हाम्रो काकीले चाहिँ अब त्यहाँ फेरि दियो बाल्नु आँट्नु भएको छ अब यहाँ बिचमा एउटा बाल्नु रे खै हेप्पी दिवाली लेखेको पनि मेरै अनुहार जस्तो गाइस हामीले चाहिँ अब यहाँ सबै गरिसक्यौँ अब चाहिँ म अब लक्ष्मी पूजा गर्नु लक्ष्मी पुज्नु जाँदैछु मम्मीहरूले अघि पुज्नु हुँदैछ यहाँ मैले पैताला नि बनाइसकेँ अघि यो नागेर जानु त नहुने हो तर पनि म नागेरै जान्छु यो अलिक यता हटाउँछ ला 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 यता खिल्छ यसो गर्छु त्यो किन यहाँ उयो हुँदा पुज्ने बेलै भएको छैन अरे के गर्नु भएको भाइ त पनि पुज्नु चालु अनि मेरो पालो तल उसले कान्छी तल लक्ष्मी फोटोले त्यो यहाँ राख्दा हुन्थ्यो नि मेरो पालो यो हातले यो हात सबै हालेको अब सबै त आनामा माग्नु पर्ने हो टाढो राख्नुपर्छ है पैसा हुन्छ पनि यता आनामालाई पनि दिनुपर्छ आनामालाई पनि दिएर पूजाको दिन घर छ उहाँदेखि माग्ने घर छ सबै 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 माग्ने घर पश्चिमपट्टि फर्केर हुँदैन तामाको सबै त्यसो भन्नु हुँदैन मैले त तामालाई ढोक्नै पो बिर्सेँ म पनि ढोक्छु सधैँ यो दिए जस्तो बलिरहनु सधैँहरूमा सधैँ शान्ति हुनु ज्ञान नलागोस् यो पैसाहरू सधैँभरि घरमा बास परिरहनु साह्रो हो सधैँभरि पैसाहरू सधैँ यसरी आइस्तर आइबस्छ धेरै दिनुहोस् लक्ष्मी माताले मेरो पालि म पनि पैसा ढोक्छु यी बत्तीमा जस्तै सधैँहरूमा बत्ती परिरहनु दलाइँदा तिहारमा दीपावलीमा सधैँ सधैँ हाम्रो पूजा सकेन मैले त सकेँ मम्मीले सक्नु भएको छैन हाम्रो लक्ष्मीको फोटो भाइ लिएन तल्लो कोठाबाट किन खेल्छिस् ढोक खेल्छेपछि शक्ति दिनु आशीर्वाद दिनुहोस् ओले ज्ञान दिनु शक्ति दिनु घरमा सधैँ शक्ति पैसा सपोर्ट हाम्रो तुम्बाहरूकोमा चाहिँ म हिँड्दैछु कस्तो बनाउनु हुँदैछ यतानिर चाहिँ लक्ष्मी पुज्दै आमा यहाँ त के हो नि झिलिमिली झिलिमिली देउसुरे भयो नि आमा यहाँको रङ्गोली चाहिँ कडाएर बनाएछ भिला नगर न यहीँबाट पो लगेको पैताला मैले त त्यहाँ दैलो सुक्खाबाट
तल माथि होला नि तपाईँहरूले त उयो गरेको अब भैलिनी खेल्नुपर्छ यहीँनिर भैलिनी आए आरन 500 रुपियाँ निकाल न सो गाइज अब चाहिँ म मेरो भिडियो अन्त गर्न चाहन्छु हामीले लक्ष्मी पूजा पुजिसक्यौँ हाम्रो गाउँकोहरूले चाहिँ यहाँ तुम्बा काकीहरूले सकिसक्यो अब तल्लो गाउँकोहरूले चाहिँ भैली खेल्नु आउनेलाई तल्लो गाउँ माथिल्लो गाउँको यसपालि हामी चाहिँ हाम्रो गाउँकोहरू खेल्न नजाने किनकि साह्रो पर्छ उकालो हिँड्नु राति राति अनि यसपालि हामी नजाने अब अरू चाहिँ भैली खेल्नु आउँछन् होला अनि हामी चाहिँ हेर्ने हो अनि सो गाइज म अब मेरो भिडियो अन्त गरेको तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला बाई बाई